नमस्कार, वैज्ञानिक मिडियामा हार्दिक स्वागत छ। म टिकाराम साउथ। दर्शकबिन, हिजो राति झन्डै 10:52 मा आगलागी भएको छ। कैलालीको बर्दगुरिया गाउँपालिका वडा नम्बर 3 को बुटकुवामा 81 आगो लागेपछि दर्शकबिन यो घर पुरै नष्ट भएको छ। यहाँ खाने लाउने र 4 लाख रुपैयाँ हिजो भर्खरै मात्रै लिएर आउनु भएको थियो र एक ठाउँमा बुझाउनु पर्ने थियो। त्यो सँगै झन्डै 1 तोला सुन पनि नष्ट भएको छ। यहाँ खाने लाउने सबै नष्ट भएको छ, तर ज्यानलाई भने केही पनि हुन सकेन। उहाँहरू सबै उठेर बाहिर निकाल्नुभयो। यो घर अहिले पुरै नष्ट भएको छ। खाने लाउने सबै नष्ट भएको छ। दर्शकबिन, यति बेला घर परिवार हामीसँग हुनुहुन्छ। 62 वर्षीय जोगी कामी हुनुहुन्छ। यहाँलाई स्वागत छ। कति बजे लाग्यो आगो? हजुर, मेरो घरमा आग लागेको भनौँ 10 साढे 10 बजे लाग्यो। 10:52 मा 10:52 मा आग लागि भयो। सुतेको थिएँ, थाहा भएन। सुतिराख्नु भएको थियो? सुतिराखेको थिएँ। कति बजे सुत्नु भयो? हामी 9 बजे सुतेको। 9 बजे सुतिसक्नु? 9 बजे सुतेका थियौँ। 10 बजे 10 बजेर 52 मिनटमा आग लागि भयो। अनि त्यहाँ सबै सुतेका थियौँ। एउटा जेठी बुहारी मात्रै सुतेको थिएन। उहाँ पनि कोठामा गएर मोबाइल हेर्दै थियो। र त्यसबेला भनौँ अब आग लागि भनेर मेरो स्वास्नीले आए के जल्यो भनेर उठाउँदाखेरिमा म उठेर त्यहाँ कपडा जल्न लागेका। छेउमा कपडा जल्न लागेका, त्यहाँ कपडा तानेर निकालु भन्ने बेलामा अनि माथि पुगेको आगो, दोरी पुगिसक्यो। अनि म पनि जलेँ, यतातिर पनि जलेँ, यतातिर पनि जलेँ, यहाँ घाँटीतिर पनि जल्यो। मलाई आगोले पोल्यो। अनि म पनि अब सामान निकालु भने, नानीलाई निकालु भने, बालबच्चालाई निकालु भने त्यहाँ हेरबेर गर्नसम्म त आगो आइगयो माथिबाट। झम 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 आयो। मेरो नाति पनि जलिसकेको थियो। त्यसलाई पनि दुःख निकाल्यौँ। अनि बुहारी पहिला निकालिगयो। त्यस्तो भयो। 1 महिनाको 1.5 महिनाको बच्चा हो यो। सानो बच्चा? 1 महिना 12 दिनको। अब कार्तिक 1 गते भएको बच्चा हो। हजुर हजुर नै अब भयो। अनि के गर्ने, त्यहाँबाट खानेपिने सामान र आफ्ना पनि गोड्ने डस्याउने त पनि तिनीहरू पनि खटियाबाट निकाले। कसैले ताने, कसैले छुटे, कसैका छुटिके। आङमा लगाउने कपडा बाहेक मोबाइल 3-4वटा मोबाइल पनि जलेका छन्। पैसा पनि जल्यो? पैसा पनि जलेको छ। 4 लाख रुपियाँ जल्यो। कहाँबाट ल्याउनु भएको थियो? समूहबाट निकालेको। समूहबाट? कुन यो मौलिक लघुवित्तबाट निकालेको। हिजो निकाल्नु? हिजो निकालेको सर, अस्ति नै निकालेको हो। हिजो पैसा ल्यायौँ। र 4 लाख रुपियाँ सुन समेत, 2टा तिलहरी, एउटा चाप्की, एउटा पनि के अरे त्यसको नाम चन्द्रमा, एउटा फुली बुलाकी, सबै जल्यो? सबै जल्यो हजुर। त्यो अब तिलहरी चाप्की त मिल्यो, फुली बुलाकी मिलेको छैन। यति धेरै रकम बैंकमा राख्नु पर्थ्यो होला, किन राख्नु भएको? भर्खरै किनेको छोरा बुहारीले उनले बम्बईबाट ल्यायो, आजकालै आएको हो। बुहारी पनि मैले भर्खरै पैसा 4 लाख रुपियाँ। 4 लाख रुपियाँ त त्यो जसो हो कि अब जग्गाको दिने भनेर, जग्गा किन्नु भएको थियो त्यहाँ दिने भनेर निकालेको। अब घरमा राखेर भोलि आज बुझाउने भनेर ऋण निकाल्नु भएको थियो? निकालेको हजुर, ऋण निकालेको। त्यो आज बुझाउने भनेर आज राति अब 11 बजेतिर, पाउने 11 बजेतिर हाम्रो त्यो ध्वस्त भइगयो हैन। 10 घर परिवारलाई त केही पनि भएन? घर परिवारलाई केही भएन सर। अब हाम्रा हात जले, लाउने खाने सबै जल्यो? सबै जलेको, केही पनि छैन। हाम्रा लुगा कपडा पनि कतिका भित्र जले, कति भनौँ 2-4वटा ताने, बाटा टुटाका ताने, खटिया 2टा ताने। अनि त्यति मात्र निकाल्न पायो। के लगाउनु भएको थियो? हजुर, घरमाथि के थियो? खर थियो हजुर, खर थियो। प्लास्टिक छिटो जल्यो। भित्र प्लास्टिक हालेर खल बाहिर लगाएको थियो। दमकल समकल केही पनि थिएन। अब यो जग्गा किन्ने बेला पनि हामीले पनि यो रोड छ भनेर किनेका जग्गा हौँ। यहाँ दमकल आउने बाटो छ कि छैन भन्नुभयो। अनि त्यो पनि बाटो छैन आजकल। नभएको कारणले भनौँ दमकल पनि आएन। अनि के गर्ने, मान्छेले गर्दा त भनौँ मान्छे यताउताबाट आउनसम्म त जलिसकेको, खामा मात्र रह्यो। अब त्यहाँ के छ भने साना काठका ठुँडाहरू थिए, जार त्यो त के आउनेसँगै जारे गुल्दासँग बलिगयो। त्यो खडेसँग जलिसक्यो भनेपछि यति नोक्सानी मेरो भएको। तपाईँको कसैसँग केही दुश्मनी थियो कि आफै लाग्यो कि आगो कसैले लगायो कि? नै, दुश्मनी भन्ने कुरा कसैसँग पनि नै, कसैसँग नराम्रो पनि नबोल्ने, कसैसँग झगडा पनि नगर्ने, त्यस्तो दुश्मनी कसै माथिमा छैन। यो बाइचान्स कसरी लाग्यो भन्ने मलाई पनि असम्भव छ। कसै यताउता चाहिँ कसैले लगायो भन्ने छ? कसैले लगायो भन्नुको अब कसरी कहिले भन्ने लगायो आफै लाग्यो भन्नु पर्यो। अब के भन्ने त, आफै पनि लाग्छ र आगो के गर्ने त। अब लगायो भन्नु भने कसले लगायो भन्ने। अब यो घटना यो 3 नम्बरमा चाहिँ योभन्दा अगाडि पनि केही दिन अगाडि 3 ठाउँमा आग लागि भएको छ नि त। त्यो भएर चाहिँ तपाईँ घरमा पनि कसै ती व्यक्तिले लगायो कि भन्ने केही शङ्का छ? नै हजुर, त्यो शङ्का छैन मलाई।
त्यसो भए अब आग लागि भन्ने कुराकानी मैले सुनेको पनि छैन। कहीँ यहाँ जलेका छन् घर भन्ने कुरा सुनेको पनि छैन, मैले त्यो शङ्का पनि छैन। छैन हजुर। के भन्नुहुन्छ यति बेला थुप्रै लाखौँ दर्शकले हेर्दै हुनुहुन्छ? अरू त्यही भनेको छु मैले त, अब के गर्ने त हजुर। सबैले सहयोग गर्नु पर्यो। जसरी हुन्छ खानेपिना छैन, पकाउने भाँडा छैन, ओड्ने डस्याउने छैन, अब लुगा कपडा आङमा लगाएको जति छ सबै परिवारको। मेरो 11जना परिवार, 11जना छौँ हजुर। दर्शक पनि 62 वर्षीय जोगी कामी यति बेला रुनु नहाँस्नु अवस्थामा हुनुहुन्छ। उहाँको घरमा खाने लाउने भाँडाकुडी पनि सबै जलेर नष्ट भएको छ। दर्शकहरूले हेर्दै हुनुहुन्छ। सकेसम्म जति सक्नुहुन्छ आर्थिक सहयोग गरिदिनु होला यो आग्रह गर्छौँ। उहाँको घर बनाउनको लागि पनि यहाँ सामुदायिक वनहरू हुनुहुन्छ, छिमेकीहरू पनि हुनुहुन्छ, सबैले सहयोग गरिदिनु होला यो आग्रह गर्छौँ। उहाँ एकदम पीडामा हुनुहुन्छ अहिले। यो पीडामा मलमपट्टि सबैले लाउनुपर्छ। मानव सेवा भनेको नै यस्तै दुःख पर्दा देखाउने हो, त्यसैले सहयोग गरिदिनु होला यो आग्रह गर्छौँ। अन्तिममा के भन्नुहुन्छ? हजुर, नागरिकता पनि जल्यो, कागजपत्र पनि सब जल्यो। नागरिकता पनि जल्यो, कागजपत्र कसैका बचेन। 5-6वटा नागरिकता थियो, ती पनि जल्यो, खतम। नागरिकता जले, प्रमाणभरि जग्गाका कागजपत्र सब जलिसक्यो। कुनै पनि रहेन। त्यो भित्रै राखेको त भित्र निकाल्नै पाएन। बच्चा निकाल्नसम्म त त्यहाँ खतम भइगयो हाम्रो। होइन, बच्चा निकाल्नसम्म त खतम भइगयो। त्यस्तो भयो हजुर। अब केही रहेन। नागरिकता कागजपत्र भन्ने कुराकानी जग्गाका समूहका सब कागजपत्र सब ध्वस्त भइगयो। अब के गर्ने? काहीँ महानुभावले आउनु हजुर, समाजले पनि केही सहयोग गर्नु पाइन्छ भनेपछि सहयोग गरिदिनु होला भन्ने मेरो आशा छ। दर्शक पनि हामीले यो भिडियो प्रस्तुत गरेका छौँ। सबै दर्शकले जति सक्नुहुन्छ आर्थिक सहयोग गरिदिनु होला। सबै यहाँका छिमेकीहरू, विभिन्न सङ्घ संस्थाहरूले भिडियो हेर्दै हुनुहुन्छ भने सहयोग गरिदिनु होला। अहिले एकदमै दुःखमा हुनुहुन्छ। यही समयमा मानव सेवा देखाउने हो। मानवले मानवलाई नै सेवा गर्नु सबैभन्दा ठुलो र उत्तम धर्म मानिन्छ। सबैले सहयोग गरिदिनु होला भन्दै यो भिडियोबाट बिदा हुन्छु। नमस्कार।